पैसा शक्ति हो, वित्तीय शिक्षा दिशा हो। पैसा एक प्रकारको शक्ति हो, सामर्थ्य हो। तर सम्झनुहोस्, यो शक्ति तब मात्र शक्तिशाली बन्छ जब तपाईसँग चलाउने वित्तीय शिक्षा हुन्। धेरै मानिस भन्छन् मसँग पैसा छैन, तर वास्तविक समस्या पैसाको होइन, समस्या हो पैसाको ज्ञान नहुनु। पैसा आफैमा राम्रो र खराब होइन, यो त केवल एक उपकरण मात्र हो। हातमा हतियार पर्नु र तपाईको हातमा परेको हतियार चलाउने ज्ञान हुनु फरक कुरा हो। ज्ञान बिनाको हतियारले आफैलाई हानि पुर्याउन सक्छ। वित्तीय शिक्षा भनेको पैसा कमाउनु मात्र होइन, पैसालाई बुद्धिमानीपूर्वक प्रयोग गर्ने कला हो। जब तपाईसँग वित्तीय शिक्षा हुन्छ, पैसा तपाईका लागि काम गर्छ। तर जब शिक्षा हुँदैन, तपाई पैसाका लागि काम गर्न बाध्य हुनुहुन्छ। हामीलाई विद्यालयले डिग्री दिन्छ, तर वित्तीय शिक्षाले स्वतन्त्रता दिन्छ। सम्झनुहोस्, पैसा छिटो सकिन्छ, तर ज्ञान कहिल्यै सकिँदैन। आज सिकेको सानो वित्तीय ज्ञान भोलि तपाईको सबैभन्दा ठुलो पुँजी हो। आजदेखि निर्णय लिनुहोस्, आय बढाउने सोच बनाउनुहोस्, अनायासै खर्च रोक्नुहोस्, बचतलाई निष्क्रिय नराख्नुहोस्, लगानीमा बदल्नुहोस्। आज होइन भने कहिले, यहाँ होइन भने कहाँ। पैसा शक्ति हो, तर वित्तीय शिक्षा त्यो शक्तिलाई सही दिशामा चलाउने